हेलो ह्यापी लोसर हाम्रो पर्वितारमा लोसर मनाउँदैछ है सबैजना आउनुहोस् है ल यसको सेन्ट स्मेल चाहिँ दामी छ। यो चाहिँ कसरी पाल्ने हो? यो चाहिँ कसरी पाल्ने हो? ए हो आयो छेन्कु अर्ग्यानिक हो खाना खानु। हेलो एभ्रिवान, गुड मर्निङ, नमस्ते, सेवानी टासी दिले। म भूमिका राई, मेरो फेसबुक पेजमा स्वागत छ। सो आज चाहिँ हाम्रो पर्विङ टार साउथ सिक्किममा चाहिँ ग्याल्पो लोसर सेलिब्रेसन हुँदैछ अनि म माथि हाम्रो यहाँ माथि ग्राउन्डतर्फ जाँदैछु अनि र प्रोग्राम चाहिँ स्टेट लेभल ग्याल्पो लोसरको प्रोग्राम चाहिँ 12 तारिक हो, 12 मार्च 2025 स्टेट लेभल हो है। तपाईहरु सम्पूर्णमा निमन्त्रणा छ अनि वेलकम पनि छ, आउन सक्नुहुन्छ। आजको मेरो भिडियो चाहिँ हुनेछ हाम्रो यो पर्विङको मेन रोडबाट चाहिँ जुन प्रोग्राम हुँदैछ त्यहाँसम्मको के कस्तो नजारा, के कस्तो तयारी चल्दैछ है, त्यो देखाउने छु म तपाईहरुलाई। स्किप नगरी हेर्नु होला आजको भिडियो चाहिँ। हेर्नु सक्नुहुन्छ यो चाहिँ हाम्रो मेन रोड भयो है। यहाँबाट चाहिँ रफ रोड भर्खरै गएको छ, यहाँबाट चाहिँ उकालो जानुपर्छ। यहाँनिर गेट पनि यसरी रेडी भइसक्दैछ प्रोग्रामको लागि। एकदमै मजाले बनाउनु हुँदैछ, एकदमै मेहनत गरेर यो परेङले चाहिँ परेङ काटेर चाहिँ एकदमै डिजाइन गरेर चाहिँ उहाँहरूले बनाउनु हुँदैछ। अलमोस्ट तयारी पनि भइसकेको जस्तो रहेछ, हेर्नु सक्नुहुन्छ। यहाँबाट नै हाम्रो ग्याल्पो लोसारको एन्ट्री चाहिँ यही गेटबाट हुनेछ 12 तारिकको दिन। हाम्रो यो रफ रोड भर्खरै नयाँ गएको छ यहाँबाट उकालो अनि यो चाहिँ देखिँदैछ हाम्रो पर्विङ गुम्पाको चाहिँ यो स्कुल हो, स्कुल गुम्पाको स्कुल हो यहाँ। धुलो म चाहिँ एक्लै भिडियो सुट गर्दै हिँड्दैछु। पर्विङ गुम्पा आइपुगेको छु यहाँनिर। म चाहिँ साथीहरू चाहिँ अघि गइसकेको छ अनि म चाहिँ भिडियो सुट गर्दै हिँड्दैछु। आजको भ्लग के कस्तो हुन्छ हेर्नु सक्नुहुन्छ। यो चाहिँ पर्विङ गुम्पा हो। एकदम लागि परिरहनु भएको छ है तपाईहरु प्रोग्रामले गर्दा। प्रोग्रामले गर्दा एकदम यहाँ लागि परिरहनु भएको छ। मेरो भिडियो हेरिदिनु होला है नवीन दाजु। हुन्छ हुन्छ एकदम। हाम्रो नामथाङ रातेपानी कन्स्टिट्युएन्सी को अनरेबल एमएलए सरलाई चाहिँ एकदम मोरी धन्यवाद दिन चाहन्छु हो। यो भिडियो मार्फत एकदम सेयर गरेर तपाईहरुले पनि सपोर्ट गरिदिनु होला हो, उहाँसम्म पुर्याइदिनु होला। हामी जस्तो एकदम सानो सानो क्रिएटरलाई सपोर्ट गरिदिनु होला भन्न चाहन्छु। यस्तो राम्रो रोड आएको छ तर अब अहिले चाहिँ एकदम नयाँ भएकोले पानीहरू पर्यो भने चाहिँ अलिकति प्रब्लम हुन्छ र पनि रोड आउनु नै ठुलो कुरा हो। हाम्रो यो रोड चाहिँ पर्विङको दर्मन गुम्पा गएको छ, माथि पुगेको छ। रोड चाहिँ यस्तो मजाले यो रोडा पनि बिछाउँदै रहेछ, यस्तो राम्रो भएको रहेछ रोड। फर्स्ट टाइम म चाहिँ आउँदैछु, धेरै दिन भयो मैले भिडियो पनि गर्नु नसकेको हो अनि बिरामी परेको थिएँ हो। फर्स्ट टाइम म आज आउँदैछु। एकदम प्रोग्राममा पनि मैले सघाउनु पाएको छैन आफै बिरामी परेकोले गर्दा। अनि फर्स्ट म आज चाहिँ
आएँ एकदमै खुसी लाग्यो। यस्तो राम्रो रोड, यत्रो ठुलो रोड है प्रोग्रामले गर्दा हाम्रो गाउँमा, हाम्रो यहाँ गाउँको गुम्पामा ग्राउन्डमा चाहिँ यो रोड आउनु एकदम सफल भएको छ हो। यसमा चाहिँ अब जतिजना ठुलो ठालो व्यक्तिहरूको हात छ उहाँहरूलाई एकदमै धन्यवाद। विशेष गरी चाहिँ हाम्रै छुबा परबिङ टेरिटोरियलको जिल्ला सरलाई पनि, जिल्ला सर मेरो त भाइ हो, देवर, एकदमै उहाँलाई पनि एकदम मुरी धन्यवाद। तपाईँलाई यति राम्रो काम गर्नुभयो, एकदम धन्यवाद भन्न चाहन्छु। यस्तो मजाले गाडीहरू पनि कुदिरहेको छ। यस्तो चप्पलमा आएको छु म चाहिँ। रोड चाहिँ नयाँ भएकोले एकदम धुलै धुलो छ, केही छैन र पनि खुसी छौँ हामी। रोडले गर्दा एकदम धेरै सबैजना गाउँलेवासी नै खुसी छ भनौँ न। यहाँनिर हाम्रो एकदम राम्रो ठाउँमा चाहिँ रोड आएको छ नि त। फ्युचरमा चाहिँ यहाँ चाहिँ टुरिज्ममा पनि राम्रो हुन्छ। अब यो रोडले गर्दा चाहिँ टुरिज्मको लागि चाहिँ यहाँदेखि हाम्रो माथि सिधै टेन्डुङ हिल छ। यहीँ यो बाटो भएर सामड्रुप्चीहरू जानु सकिन्छ। हाम्रो यो परबिङको गुम्पाहरू, अनि यो परबिङ टारको हाम्रो त्यो पेमा छोलेक, थुप्रै टुरिस्ट स्पोटहरू छ यहाँनिर। यो रोडले गर्दा चाहिँ एकदमै राम्रो भयो। म ग्राउन्डतर्फ पुग्न लागि हेर्नु सक्नुहुन्छ। हाम्रो स्टेट लेभल ग्याल्पो लोसारको सेलिब्रेसन के कस्तो चल्दैछ, सेलिब्रेसनको तयारी। अनि हाम्रो 12 तारिक चाहिँ प्रोग्राम हो, के कस्तो चल्दैछ, एकदमै तयारी चल्दैछ। ग्राउन्डमा आइपुगिसकेको अवस्था म चाहिँ। गुराँसहरू पनि मजाले फुलिरहेको छ, हेर्न सक्नुहुन्छ। गाडीहरू यहीँ छ हो, पार्क यहीँनिर गुराँस मजाले फुलिरहेको छ, हेर्न सक्नुहुन्छ। हेलो, ह्याप्पी लोसर। हाम्रो परबिङ टारमा लोसर मनाउँदैछ है, सबैजना आउनुहोस् है ल। हुन्छ, कहाँबाट आउनु भएको अहिले चाहिँ? हामी उयसमा तल दोकान गइदिनु। ए दोकान गएर तपाईँहरू एकदम बिजी हुनुहुन्छ है, एकदम खटिरहनु भएको छ नि उहाँहरू। आजसम्म त हजुर 10 दिन भयो टोटल, एकदम स्टिल खटिरहनु भएको छ उहाँहरू। पनि बन्दै रहेछ गेट। अघि मैले फर्स्टमा तल देखाएँ, त्यो चाहिँ एन्ट्री गेट हो। यसरी एकदमै बनिँदै रहेछ स्टेजहरू। कति बेला? गुड मर्निङ। कति बेला? यस्तो राम्रो स्टलहरू बन्नेछ। स्टल यहाँ बनिँदो रहेछ, हेरौँ। आजाङ यता हुनुहुन्छ मेरो मामा ससुरा टाँसिदिले। आजाङ स्टल बनिँदो रहेछ है आजाङ? ए हजुर, टाइम लाग्छ। यसरी बनिँदैछ यहाँनिर स्टलहरू। गुड मर्निङ। मेरो साथी उपर अघि आएर थुस्सै पर बसिरहनु भएको छ, के भयो? ए हो, के को छ प्रोडक्ट? धुपहरू। साथीहरू यहाँ छ, स्टलहरू। यिनीहरू चाहिँ यो सबै स्टल हो यिनीहरू। यो चाहिँ के हो? धुप है, यहीँ बनाएको है हाम्रो साथीहरूले। यो धुपको पनि स्टल लगाउँदै रहेछ है। के को हो यो? के को हो?
तितेपातीको रे लोकल यहीँ बन्नेको बन्नेको ह्यान्डमेड हो यो ह्यान्डमेड प्रोडक्ट 130 दिदी 130 जति दिन एउटा बाले तर एउटा बाले यहाँनिर चाहिँ हामी सबै पोका परेर चाहिँ के हेर्दैछौँ धुप हेर्दैछौँ यसको सेन्ट स्मेल चाहिँ दामी छ यो चाहिँ कसरी बाल्ने हो यो चाहिँ कसरी बाल्ने हो ए हो साथीहरूको यस्तो पनि छ है प्रोडक्ट हेरिदिनु होला हो एकदम लोकल हो यो यहीँ बनाएको यसरी बाल्नु हो यो चाहिँ अनि यसरी प्याकेट यस्तो प्याकेटमा पनि रहेछ हो अनि ठुलो ठुलोमा पनि रहेछ प्याकेट ओ छम छम इधर देखिए ऐसा करो ऐसा करो ऐसा हेलो हामी यहाँ माथि जाँदैछौँ यहाँ माथि पनि साथीको स्टल छ अरे है कस्तो छ हेर्नु जाउँ कस्तो छ हेर्नु जाउँ म यति साह्रो मोटी भएको छु है भनिदिनु नि यस्तो मोटी भएको छु गाइस के हो छ्याङको हेर्नुहोस् है गाइस आम्म जता तता स्टल रहेछ स्टल रहेछ ए यहाँ देखाइदेऊ लु ए राख्नु भएछ त अन्त सुन त हेर न कहाँबाट ल्याउनु भएको चोरी हुन्छ अब यहाँनिर हामी स्टल चाहिँ यहाँ रहेछ पार्किङ त सबै यता पो रहेछ त हाम्रो पर्विङ टारमा है यहाँ माथिसम्म गाडी आउँदा सपना जस्तो भइरहेको छ है अचानक गाडी पार्क सबै यहाँ रहेछ फुच्का खाँदैछ यहाँनिर बहिनीहरू आमा त्यस्तो साह्रो भयो खाँदैछ हो म चाहिँ बिरामी खानु मिल्दैन फुच्काको वेटिङमा छ चाहिँ हामी फर्किन लागेको यहाँबाट यहाँनिर चाहिँ छ्याङको खाने रे कसैहरू चाहिँ मोमो बन्दैछ अरू खानु नि तपाईँ भक्कै भएको दिल्ली फ्रुट्सहरू लगाएको हुन्छ अरे खाउँ न हामी यता चाहिँ भोक लागेको थाइपो छ्याङको भन्छ कि छाङको आयो छ्याङको अर्ग्यानिक हो लु खानु हामी चाहिँ अब घर फर्केको रात पर्यो अहिलेलाई चाहिँ अब चाहिँ घर फर्केको हाम्रो यो नयाँ रोड आज ओपनिङ फर्स्टमा चाहिँ गाडीमा चढ्दै यो बाटो हाम्रो भानिसको गाडीमा रोडबाट चाहिँ ग्राउन्डको नजारा चाहिँ यस्तो देख्छ
मेन रोड आइपुग्यो यताबाट चाहिँ नाम्ची जान्छ हाम्रो परबिन चाहिँ यता पस्नुपर्छ